सम्मान गरिदिनु होला। सम्पूर्ण विश्वासीजनहरूलाई माताको तर्फबाट फेरि पनि नमस्ते र सबैलाई सुखभरि पूर्ण आशिष र आज शनिबारको दिन परमेश्वरले जिताउनु भयो। पितालाई एकदमै धन्यवाद गुरु येशू मसीहको नाममा र गवाई भन्दा त परमेश्वरले हरेक पाइलामा साथ सपोर्ट दिनुभएको छ। पितालाई एकदमै धन्यवाद है। हरेक काम गर्दा हरेक जे गर्दा पनि परमेश्वरले अगाडि कार्य गरेपछि सबै सफल भने सफल नै सफल बनाउनु भएको छ। कहिले लाज परीक्षा भन्ने आएकै छैन है। पिताले एकदम त्यो निकालिसक्नु भएको छ। पितालाई एकदमै धन्यवाद गुरु येशू मसीहको नाममा। र मैले हिजो पनि गवाई भनिसकेँ कि मलाई अस्ति एकदम टाउको दुखेको थियो। पेटमा चाहिँ एसीमा बस्नुपर्ने, एसीमा बाहिर गर्दा है त्यो एसीको उसले घाँटी समाएर मलाई एकदम गाह्रो भएको थियो है। परमेश्वरलाई धन्यवाद। अनि मैले राति चाहिँ एकदम प्रार्थनामा जोडेर मागेको थिएँ। बिहान उठ्दा मलाई छङ्ग भएको थियो है। त्यो गाह्रो अप्ठ्यारो हावापानीको शरीरमा गाह्रो अप्ठ्यारो सबैलाई हुन्छ, तर पनि औषधि खान नपरिकन एकदम चम्काइदिनु भयो। पितालाई एकदम धन्यवाद गुरु येशू मसीहको नाममा। र मागेपछि नपाउने केही पनि छैन है। हरेक कुरामा हरेक काम गर्दा परमेश्वरलाई अगाडि लगाएर गरेपछि परमेश्वरले एकदम पुर्याउनु भएकै छ र आउने दिनमा पनि पक्का पुर्याउनुहुन्छ परमेश्वर। पितालाई परमेश्वरलाई त लाखौँ करोडको धन्यवाद गुरु येशू मसीहको नाममा। र हालत समस्या भन्ने आइराखे पनि पिताले एकदम तर्काइराख्नु भएको छ। किनकि बच्चामा दुई धारे तलवार जस्तै त्यो जति नराम्रो चिजहरू आउँछ त्यति त्यो तलवारले यता छोए पनि काट्छ, यता छोए पनि काट्छ। त्यस्तै त्यो वचनले काट्दै गएको छ त्यो नराम्रो चिजहरूलाई है। पिताको वचन त्यति शक्तिशाली छ। पितालाई एकदमै धन्यवाद गुरु येशू मसीहको नाममा। र मेरो गवाई भन्नुपर्दा यति नै। र मैले थोरै वचन भन्न चाहेँ परमेश्वरको वचन। मेरो गीतद्वारा भजन सङ्ग्रह 37मा लेखिएको छ धर्म र अधर्मको परिणाम। 1मा लेखिएको छ दुष्टहरूलाई देखेर झर्को नपान, कुकर्मीहरूप्रति दाही नहो, किनकि तिनीहरू चाँडै घाँसै सुकिजानेछन् र हरिया बिरुवा जस्तै ओइलाइ जानेछन्। परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। अरे हामी आनन्दसँग परमेश्वरसँग माग्यो भने पनि परमेश्वरले एकदम पुरा गर्नुहुन्छ है। एकदम आनन्दसँग परमेश्वरसँग माग्नु पर्यो है। त्यसैमा रिस राग नगरिकन मन एकदम पवित्र बनाएर हामीले माग्नुपर्छ है। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ अरे। यो भनेको चाहे जेसुकै काम होस् त्यो गर्नुहुनेछ अरे। आफ्नो मार्ग परमप्रभुलाई सुम्प र उहाँमा नै भरोसा राख्छ। हामीले जे आइपर्दा पनि परमेश्वरलाई सुम्पेपछि उहाँमा भरोसा राखेपछि परमेश्वरले अवश्य पुऱ्याउनुहुन्छ होइन। परमप्रभुको सामुन्ने मौन बसेर धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान अरे। अरूले नराम्रो गरे भनेर हामी त्योपट्टि जाने होइन कि हामी चाहिँ मौन बस्नु पर्यो अरे कि परमेश्वरको सामुन्ने तिमी मौन बसेर अब केही गाह्रो अप्ठ्यारो पर्दा पनि झर्को माथि मलाई यस्तो भयो, म सत्सङ्ग जुटेर पनि यस्तो भयो, मैले परमेश्वरको पछ्याउँदा पनि मलाई यति गाह्रो भयो, यति हालत आयो भनेर हामी झर्को नमान्दिने कि अरूले नराम्रो गरेर उनीहरूलाई फलिफाप भएछ भने परमेश्वरलाई धन्यवाद दिने होइन। अरूको नराम्रो गरेर उनीहरूलाई पुगिरहेछ भने पनि तिमी हामी झर्को नमान्दिने कि है। किनकि हामी सच्चाइ परमेश्वरको सत्य ईश्वरको छोराछोरी हौ। रिसाउन छोड र क्रोधलाई त्याग, झर्को नमान, त्यसले खराबी गर्नतिर ढल्काउँछ अरे। हामीले रिसाउन छोड्न पर्यो र क्रोधलाई त्याग्न पर्यो। अनि कसैले केही राम्रो गरे उसको केही फलिफाप भएको छ भने हामी झर्को नमान्दिने कि त्यो झर्को मान्ने त्यो मनमा रिस राग भयो भने हामीले नराम्रोतिर मात्रै लैजान्छ अरे कि है। अँध्यारोमा छ भने हामीलाई झन् अँध्यारोमै त्यो तानिराख्छ अरे कि है। दुष्टहरूले धर्मी जनहरूका विरुद्धमा षड्यन्त्र गर्दछन् तर उनीहरूमाथि दया दिँदछन्। तर परमप्रभुले तिनीहरूलाई हाँसोमा उडाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइरहेको उहाँ जान्नुहुन्छ अरे। अब दुष्टहरूले एकछिनको लागि राम्रो पायो भनेर हामी झल्को नमान्दिने, किनकि परमेश्वर पनि तिनीहरूलाई हेरेर हाँसिराख्नु भएको छ अरे कि है। तिनीहरूले नराम्रो काम गरेर पनि तिनीहरूले राम्रो पाउँछन् भने परमेश्वर तिनीहरूमाथि हाँस्नुहुन्छ अरे कि। किनकि तिनीहरूको अब नराम्रो समय आउन लागेको परमेश्वरले अब पहिले जान्नु भइसकेको हुन्छ अरे कि है। धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरता भन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो रे। अब तिनीहरूसँग धेरै धन सम्पत्ति छ भने हामी तिनीहरूको पछि लोभ्याउने कि हामीसँग जे छ त्यसमै खुसी हुने त त्यो चाहिँ हाम्रो पक्षमा होइन। थोरै कुरो नै उत्तम हो रे कि हामीसँग जे छ त्यसमै खुसी हुन पर्यो कि हामी चाहिँ। किनकि दुष्टहरूका पाखुरे भाँचिनेछन् तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ अरे। अब नराम्रो काम गरेर उनीहरूलाई फलिफाप भएछ भने पनि तिनीहरूको पाखुरा भाँचिनेछन् तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ। अब हामीसँग जे छ त्यसमै खुसी हुने भन्यो भने त परमेश्वरले हामीलाई थामिराखेको हो नि त। अब हामीसँग जे छ त्यसमै अडिराख्ने भयो भने परमेश्वरले हामीलाई थाम्नु भएको कि है। परमप्रभुले निर्दोष
मानिसहरूको वास्ता गर्नुहुन्न र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। आपतका दिनमा तिनीहरू लाज्न पर्ने छैनन् र अनुकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ अरे। आपतको दिनमा लाज्न नपार्नु र अनुकालको दिनमा प्रशस्त हुनु भनेको यो नै ठुलो आशिष हो कि है। परमेश्वरको राज्यमा टेकेपछि हामीले के पायौँ त? त्यो क्वेसन गर्न त सकिन्छ नि परमेश्वरलाई, खै त परमेश्वर अझसम्म मैले के पाएँ त भनेर परमेश्वरसँग धम्काउने कि है। मान्छेहरूसँग कुरा गर्नु, निन्दा गर्नुभन्दा पनि परमेश्वरलाई धम्कायो भने परमेश्वरले छिटो उत्तर दिनुहुन्छ कि है। आपतमा अब कसैले मलाई एकदम तुच्छाउन खोज्छ तर परमेश्वरले मलाई मेरो सही निर्णय गर्नुभयो भने म त उच्च स्थानमा हुने भएँ र मसँग केही पनि छैन तर पनि मसँग प्रशस्त छ भने परमेश्वरले अवश्य पनि प्रशस्त तुल्याउनेछ। तर दुष्टहरू त नष्ट हुनेछन्, परमप्रभुका शत्रुहरू चाहिँ सौरको हरियाली जस्तै छन्, तिनीहरू लोप भइजानेछन्, धुवा जस्तै तिनीहरू लोप हुनेछन्। यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसलाई पाइला डरिन पार्नुहुन्छ नि। हाम्रो मार्ग परमेश्वरलाई मन पर्यो भने अवश्य हामीले त्यसमा सफलता पाउँछौँ। त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले त्यसलाई समातेर थाम्नुहुन्छ अरे। हामीलाई ठेस लाग्यो भने मान्छे नलुटिने कि है। परमेश्वरले त्यति थाम्नुहुन्छ कि हामीलाई होइन त्यति शक्ति सामर्थ्य हामी हालत कस्तो आएको बेलामा नडराउनु भनेको परमेश्वरले हामीलाई थाम्नु हो कि उहाँले हाम्रो नराम्रो चिज चाहिँ हामीलाई अट्याक गरिरहेको हुन्छ कि जति हामी परमेश्वरको राज्यमा फैलिन चाहन्छौँ, जति बढिन चाहन्छौँ त्यति नराम्रो चिज हामीलाई अट्याक गरिरहेको हुन्छ। तर पनि हामी अडिग भएर परमेश्वरमा थामिराख्यो भने उहाँले नै हामीलाई थामिराख्नु भएको हो कि है। परमेश्वरलाई त एकदमै धन्यवाद गुरेसी मसीको नाममा र परमेश्वरको शक्ति वचन भन्नु आजलाई यति नै। कतिले कति खुस्नुभयो भने यो वचनले नै सबैको जीवनमा काम गरिसक्यो। पितालाई एकदमै धन्यवाद गुरेसी मसीको नाममा। र मेरो इच्छा चाहत भन्नुपर्दा सधैँ परमेश्वरको महिमा गर्ने इच्छा चाहत छ। पितालाई एकदमै धन्यवाद गुरेसी मसीको नाममा।